हेलो गुड मर्निङ अनि जोर्नी नमस्कार वाइ फ्यामिली वेलकम ब्याक माई न्यू ब्लग है आइसक्नु सन्चै आर्मी हुनुहुन्छ होला म पनि सन्चै आर्मी छु र आजको ब्लगको स्टार्टिङ चाहिँ हामी पार्टी काट्न जाने गरेर भयो किनकि आज पिङमा हाल्नुपर्ने हुन्छ नि त पार्टी त्यहाँहरू त्यो खाजा साजा खनिरहेछ कि त्यहाँ हामीलाई चाहिँ तीनजनालाई पार्टी बोक्नलाई मामा यहाँ बस्छ न यहाँ मामाले डोरी बोकेर बस्यो अनिखेरि डोरी बोकेर होइन यिनीहरूलाई केही छैन अब हामी गएर काट्छौँ लग्छौँ अनि गएर फेरि पिङ ठडाउँछौँ पिङ हाल्छौँ होइन आजको भ्लगहरू त त्यस्तै हुने नै छ होइन भ्लगमा जोडेर बस्नु होला स्टे ट्युन गाइज अबको नेक्स्ट भिडियो जहाँ गएर बनाइन्छ त्यहीँ गएर भेटिन्छ है त सयो अब हामी मलखाटबाट चढेर होइन चट्टा लाएर यहाँ नासपट्टि टिप्देखा यस्तो चोर्ने यो बाख्राले के गर्दैछ भन्ने हामीलाई हेरेर बसिराखेको ओइ मा यिनीहरू के गरेछ भनेर ओ नखाउँछ फेरि भिडियो आखेरि डेन्जर भाइरल होला फेरि यस्तो हत्या ठुलोमा समाज होइन अनि त्यहाँदेखि जाउँ न हो अहिले चाहिँ हामी पार्टी गर्न जान्छ अरे है लास्टमा हामी नसपट्टि चढेर हिँडिदिने कि फेरि यो केटा एकदम फेरि बाँडर जस्तो है बाँडर जस्तो रुखमा चढ्छ होइन यो मान्छे पुच्छर नभएर मात्र हो रहेछ भन्दाखेरि होइन हामी रिभ्यू पनि सुन्थ्यो नि त राजाको भुइँमा खसे पछाडि कस्तो हुन्छ फिलहरू अलि ल फाल यहु ठुलो पाइयो है ठुलो ल यति दुईवटा भयो कहाँ खसाल्दै दुईटाको एकदम के भन्छ कन्ट्रोभर्सी क्रिएट भर्खरै मनमुरा आइरहेको छ कसले बोक्ने त यो पार्टी भनेर है अनि त्यसपछि म फेरि यहाँ सिकाउने मान्छे फेरि यसरी साट काट्न सक्छ भनेर सिकाउनु नि पऱ्यो मैले त होइन र राजाले काटिरहेछन् राजा बिस्तारै है हात काट्न सक्छ तिमीहरू जानेनौ भने म तरिकाहरू सिकाउन सक्छु यो काट्ने हिजो बेलुका के भयो अरे नक स्विच अफ भर्खरको ड्रेस बनाउने युवाहरू नक स्विच अफ भएर बस्छन् अब के भन्नु होइन तर त्यसो हुनु सिजल खोज्दै हिँड्दै गर्छन् ल सही अहिले पार्टीको भारी बनाइ बजाउँछ है त यस्तै हो बिउको हालत यस्तै हो यस्तो भयो दसैँमा पानी पर्छ भन्ने मैले सुनिरहेको छु है राजाले भने होइन हिजो राजा हिजो भने होइन पानी पर्न सक्छ है दसैँमा छाता ओरेर भए पनि टिका लाउनु जानुपर्छ है पैसा त कमाउनु पऱ्यो नि होइन दसैँमा सही हो ल गाइज है अहिले चाहिँ टक्क भारी रेडी भयो लास्टमा मैले यिनीहरूलाई बोकाउँछु भनेर आएको थिएँ तर मलाई बोकाएको आफै बोक्नु पर्ने भयो त फेरि ल सुहाएको छ है फेरि सुहाएको छ है भारी चाहिँ मैले बनाइदिएको है फेरि यता चाहिँ टाउको दुख्यो भनेर चाहिँ बसिदिएको गजाब छ है ल उता फेरि अयार आछो गर्छ भने फेरि पुङ उठाउनु लाने फेरि टक्क लाएर भत्त खाएर यस्तो छ है घाँस केटाहरू यहाँ भारी बोकेर आउँदैछ घाँस केटाहरू अर्को प्योर घाँस उता छ अगाडिको भ्यू चाहिँ यस्तो छ है फेरि खन्न देऊ न कस्तो खन्न देऊ न सुन भाइले कस्तो हात हालेछ झिगालिरहेछ यहाँ अब कस्तो रे फेरि भन्छ मोटो भ्लगर पर्यो उता नबोली पुरै नबोली हालिदिन्छ फेरि ओन्ली बाइकको साउन्ड मात्रै गाउँ आएको यस्तो झिकाल्छ है यस्तो झिकालेर गाडिन्छ अहिले पिङ जेसिबी त के हुन्छ र होइन यसको हात छ नि हाम्रो त्यति गहिरोसम्म हालिदिन्छ यसले हाम्रो नयाँ जल्दो बल्दो लाउरे साहब कस्तो हुँदैछ
डुलोमा हाल्दा लिएर सुमा हालेको आसी समातका हातले तातो हुन्छ यहाँ बुढाले चाहिँ लहरा बनाउनु खाने ट्याक्क लाएर यस्तो छ है आज अहिले यहाँ पिङ हालिन्छ हामी The wind hums songs at the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight. हामी दुईजना चाहिँ अरूले त्यहाँ पिङ जोड्दैछन् हामी चाहिँ यसरी हेर्दै बस्छौँ दुईटा कालेहरू काले हे त क्या हुआ दिलवाले हे पिङ भन्नलाई अहिले बबालाई हानिदिनु पर्छ फेरि बेलुकासम्म काल रात्रि जगाउने ल चोटपटक कसैलाई नलागोस् नलाग्छ मरुन् भन्ने देवीले रक्षा गरून् नौ दुर्गा नवदुर्गा भवानीले सबैको कल्याण गरून् त्यस्तो बाजा मात्रै फुट्किन्न बाजे लोथो भएको फुस्किन्छ त्यसरी अलिअलि बाँधिदिने अब त्यो ठुलो बोक्खा यस्तो गर्ने अन्त है झिक्नु त आन्छ ठिटी छाताउँदा यता बुझ्यौ तारखोलामा अब भरौले र असारे गजबले मान्छ पिङ हालेर त्यसो गर्छ हाम्रो यो 10 दिनको चाड हो हामीले गजबले मान्ने हो हो त्यसो तले चाक माने त्यो फेरि तरनीको हालिनु पर्यो नि त्यो पनि हो यो A0 दिपो A0 मिलन गर्यो उता कोही हैन खेल्ने मानवी आज त खेल्ने आज कन्ने केटी चढाउ त पहिले कन्ने केटा र कन्ने केटी चढाउ त्यहाँ त दुईटा खेल्ने त्यहाँ त हाम्रो कन्ने यो छोकरे अब कन्ने अब 15 बाह लाग्छ जान्छ भयो भयो ल लाउ मानवी आइज मानवी पहिला चाहिँ सर हुला त्यो खानेकुरा नोट मात्रै हो सर हुला त्यो खजाल छोटेको पहिले यता खेल्न ल यो कोला यो जिम्मेवारी दिन भाइ उता जान आयो बजे रेड बुल हान्दैछौँ है रेड बुल हान्दैछौँ अहिले चाहिँ आजको पिङ हालेको ब्लग यति नै थियो मैले किनभने कालरात्री जग्गाको बनाउनु पाएन अब पूर्णिमाको ब्लग चाहिँ अवश्य आउनेछ त्यति बेला सम्मको लागि रेड धारण गर्नु बस्नु होला सी यु इन द नेक्स्ट होला तब तक के बाइ बाइ